नमस्ते, म डाक्टर विनोद शाह। के तपाईँलाई थाहा छ अहिले चर्चामा रहेको निपा भाइरस कोरोनाभन्दा पनि खतरनाक हुन सक्छ किनकि यसको मृत्युदर धेरै उच्च छ। तर नातिनुहोस्, सचेत रहन यी कुराहरू जान्नै पर्छ। सर्ने माध्यम र लक्षण। यो भाइरस मुख्यतः चमेरो र सुँगुरबाट मानिसमा सर्छ। संक्रमित फलफुल खादा वा बिरामीको सोझो सम्पर्कबाट पनि यो फैलिन सक्छ। यसका लक्षणहरू: कडा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने। गम्भीर अवस्थामा बिरामी बेहोस हुने वा मस्तिष्क ज्वरो देखिने। बाँच्ने उपायहरू। बाँच्नका लागि यी 3 कुराहरूमा ध्यान दिनुहोस्। नम्बर 1, चमेरोले टोकेको वा भुइँमा खसेको फलफुल झुक्किएर पनि नखानुहोस्। नम्बर 2, फलफुल खानु अघि राम्ररी पखाल्नुहोस् र तरकारी राम्ररी पकाएर मात्र खानुहोस्। नम्बर 3, बिरामीको हेरचाह गर्दा मास्क र पन्जाको अनिवार्य प्रयोग गर्नुहोस्। स्वास्थ्य नै धन हो। यो जानकारी अरूलाई पनि सेयर गरेर सचेत बनाउनुहोस्। यस्तै स्वास्थ्य टिप्सको लागि मलाई फलो गर्नुहोस्। धन्यवाद।